प्रहरी नै गुण्डागर्दी शैलीमा उत्रिएपछि चौतर्फी आलोचना। सुकुम्बासीको समस्या सुन्न होल्डिङ सेन्टर पुगेका अभियन्ताहरूलाई लछार पछार गर्दै भ्यानमा कोचेको भिडियो भाइरल। राज्यको चरम असफलता बाहिर आउने डरले पत्रकारहरूलाई फोटो र भिडियो खिच्न समेत दिएन। आमा बालेनले देश बनाउँछ भनेका रवि किन छन् चुपचाप? मैले आमालाई भने आमा बालेनले देश बनाउँछ, बालेनले हाम्रो सपना पूरा गर्छ। आमा बालेनले देश बनाउँछ भन्दै मञ्चबाटै जोड तोडले चिच्याउने रासपा सभापति रवि लामिछाने अहिले गुमनाम छन्। चुनावका बेला सुकुम्बासी बस्तीमा डोजर चले म आफ्नो छाती थाप्छु, गरिबको बस्तीमाथि अत्याचार हुन दिन्न भन्दै जनताको सेन्टिमेन्ट बटुलेर शक्तिमा पुगेका ती रवि लामिछाने आज सुकुम्बासीहरू बाढीमा डुब्दा तिनीहरूका साना साना बालबालिकाहरू भोक भोकै तडपिँदा र सुरक्षित ठाउँ भनिएको होल्डिङ सेन्टर नै डुबानमा परेर बिचल्ली हुँदा कुन कुनामा लुकेका छन्। आज सुकुम्बासीको पीडामा मलम लगाउनु त परको कुरा, मैले सुकुम्बासीको पीडालाई गम्भीर रूपमा लिएको छु भन्ने एउटा ओठे प्रतिबद्धता बाहेक रवि लामिछानेको मुखबाट अर्को शब्द निस्किएको छैन। यता जनताले ठुलै आशा र भरोसा राखेका देशका वर्तमान प्रधानमन्त्री बालेन शाहले देश बनाउने गप त ठुलै गरे, तर अहिलेसम्मको अवस्था हेर्दा उनले प्रधानमन्त्रीका रूपमा देश बनाउने भन्दा पनि सुकुम्बासीको बिचल्ली पार्ने र निर्दोष युवाहरूलाई मर्न बाध्य पार्ने बाहेक खासै ठुलो काम गरेका छैनन्। नयाँ पुस्ता नयाँ विचार र परिवर्तनको नारा दिएर सत्ता र शक्तिको बागडोर सम्हालेको बालेन शाह नेतृत्वको यो सरकार बनेको 100 दिनभन्दा बढी भइसकेको छ, तर यति छोटो समयमै यो सरकारले देश र जनताको हितमा काम गर्नुको साटो चौतर्फी बदनामी मात्रै कमाएको छ। परिवर्तनको नारा केवल सत्तामा पुग्ने र कुर्सीमा टिक्ने भर्याङ मात्रै रहेछ भन्ने कुरा कीर्तिपुरको होल्डिङ सेन्टरमा घटेको पछिल्लो क्रूर घटनाले प्रष्ट पारेको छ। गए राति र आज बिहान परेको भारी वर्षाका कारण कीर्तिपुर स्थित होल्डिङ सेन्टर पूर्ण रूपमा डुबानमा पर्यो। सरकारले सुकुम्बासीहरूलाई बाढी र डुबानबाट बचाउने भन्दै उनीहरूका घर टहरा भत्काएर सुरक्षित स्थानको रूपमा कीर्तिपुरको होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो, तर नियतिको खेल र सरकारको लाचारी हेर्नुस्, जहाँ सुरक्षित हुन्छ भनेर राखिएको थियो त्यही सेन्टरमै बाढी पसेपछि सुकुम्बासी परिवारहरू थप ठूलो संकटमा परे। बाढीका कारण त्यहाँ आश्रित परिवारहरूको बिचल्ली मात्रै भएन, साना साना बालबालिकाको पठन पाठनका सामग्रीहरू, किताब कापी, विद्यालयको पोसाक सबै पानीमा भिजेर नष्ट भए। बिरामी वृद्ध वृद्धहरूका औषधि र ओड्ने ओछ्याउने कपडाहरू हिलो पानीमा डुबे। राज्यको लाचारीकै कारण ती गरिब परिवारहरू दिनभर भोक भोकै दिन काट्न बाध्य भए। शैक्षिक सत्रको भर्खरै मात्र सुरुवात भएको छ। बालबालिकाहरू उत्साहका साथ विद्यालय जान थालेका थिए, तर विस्थापित भएर परिवारसँगै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ती निर्दोष बालबालिकाहरूको शैक्षिक सामग्री नै नष्ट भएपछि उनीहरूको भविष्य अहिले अन्योलमा परेको